सामान्य कुरा के छ भने त्यहाँ नामको ठाउँ राखिएको हुन्छ, नाम लेख्नुपर्ने हुन्छ तपाईले। अब नाम लेख्ने बेलामा सबै परीक्षार्थीहरूले एउटा कमन किसिमको मिस्टेक के गर्छन् भने यहाँ 3वटा तपाईँ हेरिराख्नु भइरहेको छ, यहाँ 3वटा खण्डहरू राखिएका छन् नामको ठाउँमा, फर्स्ट नेम, मिडल नेम र लास्ट नेम। सबभन्दा पहिले साथीहरू आफ्नो नाम हडबडिएर लेख्न सुरु गर्छन् र बिगार्छन्। बिगारेको जुन अक्षर हुन्छ, बिगारेको जुन लेटर हुन्छ त्यसलाई ओभर राइटिङ गर्छन् साथीहरू। अनि त्यसपछि फर्स्ट नेम लेख्छन् अनि फर्स्ट नेम लेखिसके पछाडि आफ्नो यदि मिडल नेम हुन्छ भने कसको मिडल नेम लेख्छन्, यदि मिडल नेम हुँदैन भने लास्ट नेम मिडल नेमको ठाउँमा लेख्छन्। ध्यान दिएर सुन्नुस्, कसैको नाममा फर्स्ट नेम, मिडल नेम र लास्ट नेम हुन्छ, तर कसैको नाममा फर्स्ट नेम र लास्ट नेम मात्रै हुन्छ। जस्तै यहाँ उदाहरणका लागि दिएको नाममा तपाईँ हेरिराख्नु भइरहेको छ, यहाँ फर्स्ट नेम छ, मिडल नेम छ र लास्ट नेम छ। तर यदि मेरो कुरा गर्नुहुन्छ भने मेरो नाम महबुब आलम हो। अब महबुब भनेको फर्स्ट नेम हो र त्यसपछि आलम छ भने आलम भनेको थर्ड हो। अब फर्स्ट नेम म फर्स्ट नेमको ठाउँमा लेख्छु र त्यस पछाडि आलमलाई म कहाँ लेख्छु, मिडल नेममा त पक्कै लेख्दैन होला। म अब आलमलाई भने लास्टमा लेख्छु किनभने यो मेरो थर्ड हो। यदि मानिलिनुस् मेरो नाममा महबुब कुमार आलम भए मैले फर्स्ट नेमको ठाउँमा महबुब, कुमारलाई मैले मिडल नेमको ठाउँमा र आलमलाई मैले लास्ट नेमको ठाउँमा लेख्थे। तर मेरो नाममा दुईटा मात्रै छ, महबुब र आलम छ भने मैले के गर्छु भने फर्स्ट नेममा एउटालाई र लास्ट नेममा एउटालाई लेख्छु र मिडल नेमको जुन ठाउँ छ, मिडल नेमको जुन कोलम बनाइएको छ त्यसलाई खाली छोडिदिन्छु साथीहरू। नाम पछि सबभन्दा धेरै गलत हुनु भनेको रोल नम्बरमै हो साथीहरू। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ रोल नम्बरको यहाँ ठाउँ दिएको छ, रोल नम्बर लेख्नेवाला र यहाँ खण्डहरू बनाइएका छन्। प्रत्येक खण्डमा तपाईँले आफ्नो रोल नम्बरको एउटा संख्या यहाँ उल्लेख गर्नुपर्दछ र प्रत्येक खण्डको तल सिधा लाइनमा हेर्नुहुन्छ भने 0 देखि लिएर 9 सम्मका अङ्कहरू लेखिएका छन् साथीहरू र प्रत्येक अङ्कलाई गोलो घेराले घेरिएको छ। अब यहाँ गर्नु के छ भने सबभन्दा पहिले तपाईँले एउटा अङ्क लेख्नुस् र त्यो अङ्क यहाँ दिएको उदाहरण अनुसार हेर्नुहुन्छ तपाईले भने यहाँ 3 लेखिएको छ र तल सिधा रेखामा हेर्दै जानुहुन्छ भने सिधा रेखामा 0 1 2 3 4 5 6 7 8 9 लेखिएको छ। अब तपाईले गर्नुपर्ने के हुन्छ भने यहाँ 3 माथि लेख्नु भएको छ भने तल 0 लाई छोडिदिनुस्, 1 लाई छोडिदिनुस्, 2 लाई छोडिदिनुस् र 3 लाई रङ दिनुस् साथीहरू। त्यसपछि 8 लेखेको छ भने यस्तै पहिले जस्तै 8 पछि 8 जहाँ लेख्नु भएको छ तपाईँ त्यसको सिधा रेखामा तल 0 लाई, 1 लाई, 2 लाई, 3 लाई, 4 लाई, 5 लाई, 6 लाई, 7 लाई छोडेर अब 8 लाई रङ दिनुस्। यहाँ गल्ती कस्तो किसिमको हुन्छ भने यहाँ 3 लाई रङछन् साथीहरू। त्यसपछि 3 लाई रङेपछि 3 पछि 8 लेखेको छ भने 3 कै लाइनमा 8 लाई पनि रङ दिन्छन्। त्यसपछि 8 पछि 1 लेख्नु भएको छ भने यही लाइनमा पहिलो लाइनमै 1 लाई रङ दिन्छन्। यस्तो गर्ने हैन, यसरी गर्नुहुन्छ भने तपाईको रोल नम्बर जुन छ गलत भएर जान्छ। मज्जाले तपाईँ माथि आफ्नो रोल नम्बर उल्लेख गरिदिनुस् र रोल नम्बरको जुन पनि अङ्क लेख्नु भएको छ त्यो अङ्कको सिधा लाइनमा रहेको त्यो अङ्कलाई जसलाई गोलो घेरा लगाइएको छ त्यसलाई रङ दिनुस्, तपाईको गलत हुँदैन। रोल नम्बर पछि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ जेन्डर भनेर लेखिएको छ साथीहरू। जेन्डरमा यहाँ 3वटा दिएको छ, मेल, फिमेल र अदर भनेर दिएको छ। तपाईले आफ्नो सुटेबल जेन्डर यहाँमा रङ गर्नुपर्ने हुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईँ विज्ञापन नम्बर भनेर लेखिएको छ। विज्ञापन नम्बरको कोलममा तपाईँ आफ्नो प्रवेश पत्र उठाउनुहोस्। प्रवेश पत्रमा लेखिएको विज्ञापन नम्बरलाई सरसती यहाँ सार दिनुपर्छ, विज्ञापन नम्बर गलत नहोस् साथीहरू। त्यसपछि तह भनेर छ, यो शिक्षा सेवा आयोगको फर्मेट हामीले लिएका छौँ। यहाँ तपाईको लोकसेवा आयोगमा यो नहुन पनि सक्छ अथवा जुनसुकैमा यदि तह दिएको छ भने तपाईँ यसमा कालो मसीले यहाँ भर दिनुपर्छ, टिक लगाउने होइन साथीहरू यहाँ। त्यसपछि विषय भनेर लेखिएको छ, यदि तपाईको ओएमआर सिटमा विषय भनेर तोकिएको छ, लेखिएको छ भने त्यहाँ पेनले विषयलाई लेखिदिनुपर्छ। विज्ञापन नम्बर, तह र विषय जहाँ हेर्नुभयो तपाईहरू त्यसको सिधा यता एक साइडमा दाहिनेतर्फ उम्मेदवारको दस्तखत भनेर लेखिएको छ। उम्मेदवारको दस्तखतलाई पनि तपाईको ओएमआर सिटमा मेसिनले रिड गर्ने हो साथीहरू। त्यही भएर हुबहु फर्म भर्ने बेलामा तपाईले वेबसाइटमा जस्तो किसिमको आफ्नो डिजिटल सिग्नेचर गरेर राख्नु भएको छ त्यही सिग्नेचरलाई हुबहु यसमा सार्नुपर्छ र त्यो यो कोठा भित्र नै हुनुपर्छ तपाईको सिग्नेचर जुन हुन्छ त्यो। तपाईँ यहाँ दिएको ढाँचा अनुसार पनि हेर्न सक्नुहुन्छ यसलाई। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ निरीक्षकको दस्तखत भनेर लेखेर एउटा कोठा बनाइएको छ। यसमा निरीक्षकले परीक्षामा खटिने निरीक्षकले दस्तखत गर्ने हो। त्यसपछि दाहिनेतर्फ केन्द्राध्यक्षको दस्तखत भनेर लेखेको छ। तपाईको परीक्षामा खटेका केन्द्राध्यक्षज्यूले यसमा हस्ताक्षर गर्नुहुन्छ यसलाई। अब धेरै नै कमन मिस्टेक हुने खालको एउटा अर्को पनि चीज रहेको छ साथीहरू। यहाँ सेट भनेर लेखिएको छ। सेटमा ए, बी, सी र डी भनेर 4वटा अप्सनहरू दिएको छ। तपाईले के गर्नुपर्छ सबभन्दा पहिले यो अहिलेसम्म मैले बताएका कुराहरू प्रश्न पत्र
पाउनुभन्दा अगाडि गर्नुपर्ने चिजहरू थियो भने यो सेट भन्ने चिज भनेको प्रश्नपत्र जब तपाईँ पाउनुहुन्छ सबभन्दा पहिले प्रश्नपत्रमा तपाईँको सेट लेखेको हुन्छ ए बी सी अथवा डी मध्ये कुनै एउटा की लेखेको हुन्छ। त्यसमा त्यो कीलाई के गर्नुपर्छ तपाईँले यहाँ रङ्ग्नुपर्छ। यदि तपाईँको प्रश्नपत्रमा ए लेखेको छ भने यहाँ ए लाई रङ दिनुपर्छ, बी लेखेको छ भने बी लाई, सी लेखेको छ भने सी लाई र डी लेखेको छ भने डी लाई यहाँ पुरै रङ दिनुपर्छ र बाँकी तीनवटा अप्सनलाई यस्तै छोडिदिनुपर्छ। ध्यान दिएर हेर्नुस् यसमा मिस्टेक कस्तो किसिमका गर्छन् साथीहरू भने कि त यसलाई भर्दै भर्दैनन् खाली छोडिदिन्छन् अथवा कसैले यहाँ की नै उल्लेख गरिदिन्छन्, अर्थात् यहाँ पेनले लेखिदिन्छन् ए बी सी अथवा डी जुन हुन्छ त्यो पेनले लेखिदिन्छ। त्यस्तो गर्नु होइन, तपाईँले गर्नुपर्ने के हो भने सेटमा अथवा कहीँ की पनि लेख्न सक्छ तपाईँको ओएमआर सिटमा, त्यहाँ जे पनि लेखेको छ जुन तपाईँको प्रश्नपत्रमा की छ त्यसलाई यहाँ रङ्ग्नु पर्ने हुन्छ, लेख्ने होइन साथी। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यहाँ परीक्षाको किसिम एक्जाम टाइप भनेर दिएको छ र यहाँ तीनवटा अप्सनहरू राखिएका छन्। अध्यापन अनुमति पत्र, खुला सामान्य परीक्षा, आप्र अर्थात् आन्तरिक प्रतिस्पर्धा। यो तपाईँको परीक्षामा भर पर्छ साथीहरू, किनभने यो ओएमआर सिट भनेको शिक्षा सेवा आयोगले जारी गरेको ओएमआर सिट हो, त्यही भएर यहाँ यो तीनवटा अप्सन दिएको छ। तपाईँमा बेग्लै अप्सन दिन सक्छ तर परीक्षाको किसिम त्यसमा हुन्छ नै, त्यसमा त रङ भन्नुपर्ने हुन्छ। त्यसपछि साथीहरू अब यहाँ एन्सर सिट राख्नु भइरहेको छ। तपाईँ 1 नम्बरदेखि लिएर 50 नम्बरसम्म यहाँ दिएको छ। प्रत्येक नम्बरको अगाडि ए बी सी र डी गरेर 4-4वटा अप्सनहरू दिएका छन्, अर्थात् तपाईँ प्रश्न पढ्नुहुन्छ, प्रश्नमा पनि 4वटा अप्सनहरू दिएका हुन्छन्। प्रश्नको जवाफ 4वटामा मध्ये कुन सही छ त्यहाँ तपाईँ ठम्म्याएर यहाँ यदि 1 नम्बरको प्रश्न पढ्नुभयो भने यहाँ 1 नम्बरको अप्सन कुन सही हो त्यसलाई रङ्ग्नु पर्ने हुन्छ। यो सिधा कुरा तपाईँले थाहै छ। अब यहाँ प्रत्येक परीक्षार्थीहरूले गर्ने कमन किसिमका जुन मिस्टेकहरू छन्, जुन सामान्य किसिमका गल्तीहरू छन् त्यो कस्ता किसिमका हुन्छन् त्यसको बारेमा चर्चा गर्दा मानिलिनुहोस् उदाहरणको रूपमा तपाईँले 1 नम्बर प्रश्न पढ्नुभयो र 1 नम्बर प्रश्नको जवाफ यदि ए हो र यहाँ एमा लाई रङ दिनुभयो तपाईँ। अब त्यसपछि 2 नम्बर पढ्नुभयो, 2 नम्बरको जवाफ बी हो त्यसले पनि रङ दिनुभयो तपाईँ। 3 नम्बर पढ्नुभयो, 3 नम्बरको पनि सी हो अथवा बी हो त्यसलाई रङ दिनुभयो। अब 4 नम्बर पढ्नुभयो, 4 नम्बर तपाईँले थाहा छैन, आएन 4 नम्बर, पछि गर्छु भनेर सोच्नुभयो, त्यसपछि 5 नम्बर पढ्नुभयो, 5 नम्बर पनि आएन तपाईँलाई, पछि गर्छु भनेर सोच्नुभयो, त्यसपछि 6 नम्बर पढ्नुभयो, 6 नम्बरको जवाफ तपाईँले थाहा छ, 6 नम्बरको मानिलिनुहोस् बी हो, 6 नम्बरको बी हो तपाईँले थाहा छ। अब जानुभयो कलर गर्नको लागि, तर तपाईँले थाहा छ तपाईँ अब एकदम हडबडी हुनुहुन्छ, त्यो बेला एकदमै तनावमा यदि हुनुहुन्छ तपाईँ भने तपाईँ के गर्नुहुन्छ माथि गएर जुन सबभन्दा माथि जुन खाली छोड्नु भएको थियो त्यसैको अप्सनमा तपाईँ कालो मसी प्रयोग गरेर तपाईँ रङ दिनुहुन्छ। त्यसपछि त्यसको तल अब 7 नम्बर प्रश्न पढ्नुहुन्छ, त्यसको तल फेरि रङ दिनुभयो, 8 नम्बर प्रश्न पढ्नुहुन्छ, त्यसको तल फेरि रङ दिनुभयो, तर तपाईँले थाहा छ कि तपाईँले सबभन्दा माथि जुन छ त्यो 4 नम्बरको अप्सनलाई खाली छोड्नु भएको थियो, किनभने त्यो आएको थिएन त्यो बेला तपाईँलाई। अब यहाँ के हुन्छ भने पुरै प्रश्न तपाईँको बिग्रिन्छ, पुरै प्रश्नमा तपाईँको तलमाथि भएर जान्छ, पुरै प्रश्न बिग्रिन्छ र तपाईँ मजाले यसमा फेल हुनुहुन्छ। त्यही भएर तपाईँ साथीहरू सबभन्दा पहिले यसमा गर्नु के कि सबैभन्दा तपाईँको हातमा प्रश्नपत्र पढ्ने बित्तिकै सबभन्दा पहिले 1 नम्बरदेखि लिएर 50 नम्बरसम्मको तपाईँ प्रश्नहरू सरस्वती पढ्नुहोस्। यसले गर्दा के हुन्छ एक किसिमको कन्फिडेन्स क्रिएट हुन्छ, एक किसिमको तपाईँले लाग्छ कि मलाई कुन आउँछ कुन आउँदैन, त्यो हिसाबले तपाईँ अगाडि बढ्नुहुन्छ र तनावलाई जति सक्दो तनावलाई कम गर्नुहोस्। तपाईँ एकदम ढुक्क साथ अब कलर गर्न सुरु गरिदिनुहोस्। अनि त्यस पछाडि कलर गर्ने बेलामा नम्बर हेरेर एकदम नम्बरलाई कन्फर्म गरेर अनि त्यसपछि त्यो नम्बरको सामुन्ने रहेको अप्सनमै तपाईँले रङ्ग्नु पर्ने हुन्छ। जस्तै तपाईँ 5 नम्बर पढ्दै हुनुहुन्छ भने 5 नम्बरको अप्सन ए बी अथवा सी अथवा डी मध्ये जुनसुकै सही छ र त्यसमा यदि कलर भर्दै हुनुहुन्छ भने कलर भर्ने बेलामा पेनको डट राख्ने बेलामा अप्सनमा राख्ने बेलामा तपाईँ 5 नम्बर हो कि होइन भनेर एकपटक कन्फर्म गर्नुहोस्। त्यसपछि तपाईँ 6 नम्बरको पढ्नुहुन्छ भने 6 नम्बरको भर्ने बेलामा 6 नम्बरलाई कलर गर्ने बेलामा 6 नम्बर हेरेर 6 नम्बरको अगाडि 6 नम्बरको सिधा रेखामा अप्सनहरू जुन दिएका हुन्छन् त्यसलाई त्यही हो भनेर एकदमै कन्फर्म गरेर त्यसपछि मात्रै त्यसलाई कलर गर्नुहोस्। यसरी गर्दा तपाईँ मिस्टेक गर्ने जुन सम्भावना छ त्यो घटेर जान्छ साथीहरू। अब